भन्छ कि बसेन? हजुर बिहा त भएको छ त्यही पनि बड्डो मर्यो अनि छोराछोरी कति छन्? 15-20 त हुन न हजुर 15-20 वटा छोराछोरी भर्खर 20 वर्ष पुग्न लाग्नु छ हजुरलाई त कानुन लाग्नु मुद्दा लाग्नुपर्छ त 20 वर्ष लैजाला त हजुर मलाई जेलमा राख्नु बस्नु मजाले खाना पनि दिन्न र मच्छर टोक्ला नदेला मागी खान्छु हजुर त कस्तो उल्टा खुला गर्नुहुन्छ 1 वर्षमा बिहा गर्नुभयो बढी हजुरले 15-20 वटा हजुरले कति वर्षमा बिहा गर्नुभयो? 10 वर्षमा 10 वर्षमा 15-20 वटा छोराछोरी होइन है म गर्छु है 20 वर्ष पुग्नु भयो नि अहिले होइन 10 11 12 13 14 15 16 17 18 19 20 11 वटा छोराछोरी मात्रै हुन्छन् तिनटा पाए त हजुर एकैसाथमा तिनटा मार्नु हो 6 महिनाको फरक 6 महिनामा तिनटा 6 महिनामा तिनटा अब नाम के भन्नु त नाम त अब उइटो के हो त है नाम छैन कुकुरले खाइदियो नाम पनि कुकुरले खान्छ त